परिचय गर्नु त काका तपाईको नाम भन्नुस् ल नमस्ते मेरो नाम जगलाल थापा सुनपाल भन्नाले म एउटा परिचय गर्दैछु घोषबाजाले हाम्रो मगरपुरले घोषबाजा भन्छन् अनि खासा भाषामा चाहिँ मौरी बाजा भन्छ मौरी बाजामा चाहिँ मलाई बाजा यस्तो चानस लाग्यो कि छोराले पनि चानस लाग्यो म यस्तो हुन्छ भन्दै मेरो पनि चानस थिएन र सँगसँगै आँसु पनि थिएन चालेको रहेछ अनि सानो 13 वर्षदेखि मैले पहिला सिक्ला गर्दा गर्दै आफूलाई पनि रास आयो अनि मित्रले पनि सुन्ने हेर्ने चाहना चाहिँ गऱ्यो र त्यसमा मलाई धेरै ध्यान पनि आयो यो चाहिँ रमाइलो पनि हुने रहेछ भन्ने अनि कहिले धुरमुलो भएको मनलाई पनि यसो बुझाउँदो रहेछ भन्ने विचारले मैले बनाएको यो हाम्रो भाषामा मगर भाषामा खास बाजा भन्छ खास भाषामा मौली बाजा हो जहाँ चाहिँ यो मैले यसो विचार गर्दाखेरि पनि मैले यसो विचार गर्दाखेरि यस्तो यो मौरी बाजा चाहिँ कहीँ बनेको जस्तो पनि मैले देखेन बनाएको पनि देखेन बनाउँथ्यो होला तर यतिको चालो भएको थिएन तर म 13 वर्षदेखि मैले सुरु गाएको गरेको अहिले 67 वर्ष भए बुढो पनि भयो अझ म बनाउँदैछु अझ अगाडि सर्दैछु भन्दै सबैको हामी यो हाम्रो जातिमा रहर लाग्ने र खुसी लाग्ने हुनाले मैले अहिलेसम्म मन बढाएकै छु अझै पनि भन्दैछु अनि अब नचिन्नेले पनि चिन्नुला नचिन्ने ठाउँमा चिन्नुला नहेर्ने ठाउँमा हेरौँला नजाने ठाउँमा जानु पनि पर्ला भन्नाले यतिकै म चाहिँ मेरो रहर लाग्यो सबैले यति गरी सबैलाई रहर हुनु पर्यो चाल्नु पनि पर्यो संसारमा चालेको उहिले जिजुबाजीको यो मैले बिचमा बनाएको मेरो रहर भने उहिले हाम्रो जिजुबाजी चेल्जुबाजीले पनि बनाएको थियो अनि त्यसमा सँगसँगै म पनि बनाउँछु भन्दै बनाउँदा म पनि बनाउँदै उमेर पनि गयो अहिले अब चालु पनि भयो चालु हुनाले मलाई पनि बडो खुसी हुनुभएको छ यस्तै गरी चालु हुनु पर्यो र म जिन्दगी त कति रहला र यसै गरी सबैसँग मिलजुल गरेर हस्केल गरेर पनि जिन्दगी जानु पाओस् म मरेर गए पनि मेरो सम्झना फोटो जस्तो चाहिँ सबैले हेर्नु पाओस् संसारमा म मरेर पनि संसार विषयमा चाहिँ को होला भन्दै फल्ना ठाउँको फल्ना वार्डको फल्ना जिल्लाको फल्ना अञ्चलको भनेर चिन्नु पाओस् अनि यतिकै म भिडियो गर्छु जय नेपाल नमस्ते जोडले सम्पूर्ण साथीहरू पुनः रूपमा नमस्कार सम्पूर्ण साथीहरूलाई यो घोष बाजा हैन यो मगर भाषामा चाहिँ घोष बाजा काकाहरूले चाहिँ पहिलेबाट चाहिँ घोष बाजा भन्नुहुन्थ्यो घोष बाजा यो नेपालीमा तपाईको मौरी बाजा है घोष बाजा र मौरी बाजा भनेको एउटै चाहिँ बाजा हो काकाहरूले बनाएको जुन चाहिँ चिज हुन त कतिपय साथीहरूले कसैलाई यो मोहनी बाजा पनि भन्ने चलन पनि छ है त्यही कारणले गर्दाखेरि यो काकाहरूको चाहिँ बनाएको चाहिँ सुरुमा चाहिँ भित्रपट्टिको मिलेट छ एउटा हैन अनि एउटा घोष बाजा यो घोष बाजा तपाईको मौरी बाजाको चाहिँ एउटा भित्रपट्टिको जुन चाहिँ नि पालहरु पनि यस्तै खालको छ र त्यसको घारहरु पनि यतापट्टि भएको हुनाले त्यस्तै खालको धुनहरु आउने भएको हुनाले यसलाई चाहिँ घोष बाजा भन्नु भएको काकाहरूले उहाँले बनाएको चीजहरु पनि मैले पनि तपाईको चाहिँ घोष बाजा नै भनेर बनाएको छु हैन सुरुमा तपाईको काकाहरूले चाहिँ सिकाउनु भएको चाहिँ चीज हो यो मैले बनाउने बेलामा है अहिले 67 वर्ष चाहिँ पुग्नु भयो उहाँ हैन 13 वर्षबाट लागिराख्नु भएको छ म पनि तपाईको सानैमा बच्चामा काकाहरुसँग चाहिँ सानसानोमै हुँदै बच्चाहरु हुँदाखेरि लगभग चाहिँ 9 वर्षको उमेरमा उहाँहरु काकासँग चाहिँ म पछि जान्थे त्यो बेला यो पिपरी भनेको यो हो मिलेट भनेको यो हो भनेर भन्नुहुन्थ्यो काकाहरुले मलाई सिकाउनु भएको थियो र अहिलेसम्म पनि मेरो ठ्याक्कै चाहिँ उमेर चाहिँ 50 वर्ष भयो काका चाहिँ 67 वर्ष हुनुभयो है लगभग हामी सँगसँगै छौं हाम्रो काकाले बनाउनु भएको जुन सामानहरु मैले पनि बनाइराखेको छु यो कलरहरु जुन चाहिँ नि म आफैले जुन चाहिँ नि फिटिङ गरे हो अब यही तपाईको यो तनहुतिरको चाहिँ बेल हो यो एउटा यो चितवनको यो
यो भरतपुर महानगरपालिकामा रहेको यो बेल हो। यो सरी यो बेल र बाँसले बनाएको चिजहरू त्यसको एक्जिस्टिङहरू यहाँ छ है। यो हुन त यो कुनै यो ग्यारेन्टी खालको चाहिँ सामान चाहिँ होइन, ग्यारेन्टी चाहिँ छैन, यो नो ग्यारेन्टी भनेर बेच्छु मैले। हुन त यो मैले 5 वर्ष 5.5 वर्ष भइसक्यो यो होइन, बिग्रिएको छैन। कहिलेकाहीँ बिग्रिन्छ यो, तपाईँको पानी पर्छ, पानी भएपछि बिग्रिन्छ यो है, त्यही भएर नो ग्यारेन्टी भनेर बेच्छु। उहाँ काकाले तपाईँको मलाई चाहिँ 150 रुपियाँमा किनेर, हामीले त्यो बेलामा धेरै वर्ष अगाडि मैले त्यसरी किनेको काकासँग। काका अब किनभने म आफैले पनि धेरै बनाउन खोज्थेँ, तर मैले काका जतिको चाहिँ बनाउन सकिनँ, त्यही कारणले गर्दा काकासँग चाहिँ गरेँ। काकाले त्यतिखेर धेरै खुसी हुनुभएको थियो। त्यो पैसा पर्दैन बाबु भनेको, मैले 150 रुपियाँ दिएको, कति जति जस्तो चाहिँ भएको थियो तपाईँलाई डेढ 1,50,000 जस्तो लाग्यो काका धेरै वर्षको अगाडिको है। त्यही कारणले यो मैले पछिल्लो समयमा मैले यो काकाले अझै पनि बनाइराख्नु भएको छ होइन। पिपिरेले पनि धेरै चाहिँ एकदम राम्रो फिनिसिङ गर्नुहुन्छ होइन। यो पालहरू पनि म आफै पनि गर्छु, उहाँ काकाले आफैले पनि गर्नुहुन्छ। मसँग त मेसिन भएको हुनाले सजिलो भएको छ। मेसिन अलिक गाह्रो छ, समस्या छ हाते मेसिन, तर एकदमै अर्ग्यानिक खालको चाहिँ बनाउनुहुन्छ हाम्रो काकाले है। मेरो तपाईँको चाहिँ गुरुको भनिराख्नु भएको थियो धेरै साथीहरूले, मेरो गुरु नै उहाँ हुनुहुन्छ है, जखुलाल थापा मगरजी हुनुहुन्छ। उहाँ व्यास नगरपालिका 14 नम्बर ठिनगाउँको हुनुहुन्छ। उहाँ म नयाँ गाउँमा हो है। यो ठिन नयाँ गाउँ एउटै चाहिँ हाम्रो एउटै स्कुलमा हामी पढे हो है, एउटै ठाउँमा व्यास नगरपालिका 14 नम्बरमा पर्छ हामीहरू दुईजना। र यो यसको चाहिँ बाजाहरू चाहिँ आवाजहरू चाहिँ रहन्छ। मम्मीले चाहिँ यो आवाजहरू चाहिँ गरिराख्नुहोस् चाहिँ के अरे घोष बाजा चाहिँ भनिदिनुहोस् भने भन्नुलाई म एउटा चाहिँ यस्तो खालको आवाज रहन्छ भन्नको लागि म कोसिस गर्नेछु है त। चल ना भालू चली
थ्याङ्क यू